स्टेसनमा मेरो फोटो दिएर खोज्नु हुन आँटेको थियो फोन पनि लागेन पैसा साट्यो डन भनेर चिन्नुपर्ने रिक्साको के चाहिन्छ भन्दै यहाँनिर जति छ हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल अगेन दिस साइड प्रतिमा कटवाल होप यु गाइज आर डुइङ वेल सबैजना सन्चै नै हुनुहुन्छ भन्दै आज मैले ब्लग स्टार्ट गर्दैछु एन्ड ह्याप्पी न्यू इयर गाइज आज चाहिँ 2026 को बिगिनिङ रहेको छ यता त साह्रै चिसो छ गाइज बिहान नै यस्तो चिसो छ नि चिसो हिजो अस्तिदेखि बढेको होला सायद लास्टै चिसो छ है चोटिको चिसोले चाहिँ लास्टै गाह्रो पार्ने हुन्छ के छ त गाइज हजुरहरूको न्यू इयरको प्लानिङ भन्नु ल के छ केही म त केही वास्तै लाग्दैन हौ के भएको भन्दा पनि आज मेरो अनि बिरतामोड जाने काम छ म चाहिँ त्यही बिरतामोड जानु छ अहिले चाहिँ बिहान कति 7 बज्न आँटिसक्यो अब रेडी भएर जानुपर्ने हुन्छ बिरतामोड साथीहरू म ल गाइज म चाहिँ रेडी पनि भइसकेँ अब सिधै जानुपर्ने हुन्छ बिरतामोड तर यहाँ एकछिन पर्खिँदै मान्छे चाहियो अरे मान्छे देवीको सहारा चिसो भन्नुहुन्छ भने चाहिँ टोपी लाउने हजुर होइन अब चाहिँ खाजा खानुपर्ने हुन्छ एकछिनै चस्मा लाउँछु अरे लगायत सब्सक्राइब के अरे सब्सक्राइब गर्नु पर्यो होइन कमेन्ट गर्नु पर्यो लाइक सेयर गरिदिनु होला है उहाँको त भिडियोलाई निकै माथि सगरमाथा चुचुरा माथि दिनु त पर्यो नि त कति भयो नि खाजा पनि खाइसकेको अब चाहिँ डाइरेक्ट जानु पर्ला अङ्कलले हसारै मार्नु भयो खोइ मैले हेङ्की कहाँ राखेँ आवर फिक्कल बजार आज यस्तो भिड रहेछ नि के बार हो आज बिहिबार नि त्यही भएर हेर्नु त भिड आज फिक्कल बजार मेला लाग्न फेस्टिभ रहेछ यहाँ कन्यामा चाहिँ भाइ म भरे जाने भएछु भने गाइस म चाहिँ आइपुगेँ फाइनल्ली है बाँदर हो नि त नमस्कार हेलो नमस्ते यहाँ चाहिँ हुनुहुन्छ फोन गर्दा गर्दैन लुक्स म ढिलो आयो हराएँ अरे हरायो झन्डै मैले सूचना तथा सञ्चार गर्न आँट्दै थिएँ पुलिस स्टेसनमा मेरो फोटो दिएर खोजी हुन आँटेको थियो फोन पनि लागेन तर ठ्याक्कै अब चाहिँ राम्री भयो नि त यो हो नि त मेरो लुक्स लुक्स न्यू हेरेको हेरे हुनु हो आँखैको निशाना ट्याक्कै मैतिर काश्मीरी पछ्यौरी दार्जिलिङ गोरेल लामसाइला पिरती 2 दिन बाँचुन्जेल ल गाइज मैले चाहिँ खाना पनि खाइसकेँ अब चाहिँ बाहिर निस्किनु छ हस्पिटल जाने डेन्टल अनि डेन्टल गइसकेपछि चाहिँ हामी त सिलगढी निस्किनु छ हेर्दै गर्नु होला के हुन्छ कसो हुन्छ यता डन रेडी डन 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 हामी चाहिँ अब 2 जना जान आँटेको बाबु छोरी यस यस सिलगढी टु
वे टु सिलगढी सिलगढी जस्ट नगएर त रौ माछाको त्यो फ्राई हुन्छ ग्रेभी त्यो र अलिकति मुरै तरकारी र रौ माछा खाएर अनि एउटा हल्का स्प्राइट खानुपर्छ होला। अब सिलगढी त गर्मी नै हुन्छ होइन भन्नेसम्मको जानकारी गराउँदै माताजी हामी के गोनारायण आउनु राम्ररी आउनु सिलगढीमा एकदम मिठो मिठो कुरो खानु पानीपुरी खानु होइन अनि सिलगढीमा सबै बङ्गाली हेर्नु हेर्नु अरे गाइस सुन्नुभयो नि सिलगढीमा गएर बेङ्गोली अलिअलि हेर्नु अरे पानीपुरी खानु अरे के खानु अरे लु बाई सी यू यतिको डन भएर चाहिँ हिँड्नु पर्ने हुन्छ है गेट गर्मी हुँदैन नि मलाई जानु बाई म्यामलाई भेट्नु छ हुनुहुन्छ कि हुनुहुन्न सोधेर बुझेर टाका पनि खोलिसक्यो अब चाहिँ दुःखको चल्देको अब चाहिँ हामी सिलगढी एसियन हाइवे भन्छ यसलाई ए बन्दै गरेको चाहिँ अब एसियन हाइवे अरे म तपाईँहरूलाई देखाउँछु कि बाटो यस्तो ढोक्क छ नि गाह्रो छ यो बाटो हिँड्नु चाहिँ काकरभिट्टासम्म चाहिँ हेर्नु लायकको छैन है यो बाटो चाहिँ हेर्नु है साथीहरू बाटो यस्तो छ ए राम अब चाहिँ पैसा साट्नु पर्ने हुन्छ यहाँनिर 6000 रुपियाँ चाहिँ रहेन कि 50 छ हुन्छ अब पैसा साट्नु पर्ने हुन्छ यहाँ पैसा साट्यो मलाई यहाँ चाहिँ यही झ्याउ लाग्छ हौ यो कति साह्रो हुन्छ यस्तोहरू गाइस रिक्सा कति चाहिन्छ भन्नु है यहाँनिर जति छ हजुर 10 रुपियाँ गोटा हामी चाहिँ उता सिलगढी जानु परेन कि हाम्रो सामान यहीँ पाइयो त्यही पनि आज न्यू इयर अरे नि त अनि उता सब बन्द अरे यता त अलिअलि मात्रै खुल्ला छ कि यता पनि प्रायः सबै बन्द छ आज त न्यू इयर हो नि त बिर्सेछौँ हामीले चाहिँ तर पनि ठिकै भयो यहीँ सामान पाइहालौँ तँलाई हिँडेर लान मिल्छ हिँड्नेमा ल्याएर फ्याट तँलाई कसैले यहाँनिर उठाइदिएर रेलमा हालेर चाहिँ सिधै सिलगढी लग्यो भन्दै गरी मलाई भोलि बाबुआले तेरा बाबुआले मार्दैन नो सिलगढी काम यही हो गया हमारा गाइस यहाँ चाहिँ गाईले दोकान गर्छ है यहाँ के भएको यो कहाँ पसेको लौ अब चिया खाने अनि खाजा खाने अनि त घर जाने गाडी चाहिँ भनिराखेर आएको छु अनि अब जाने बेलामा अहिले कल गर्नुहुन्छ अरे दाइले अनि जानुपर्ने हुन्छ तिमीलाई पलक्कै ढल्ने गरी तर धेरै बाक्लो पनि नबनाइदिनु है थोरै पानी हालेर बनाइदिनु यो अलिक कम्ती हुन्छ त्यहाँ दामी कहीँबाट हिँडेर आइसकिसकेपछि यो दुध चिया नखाए त टाउको त्यो दुखेर नि पागल हुन्छ हजुर चाहे मेरा किडनी फेल हो जाए मैं चाय नहीं छोड़ूंगी गाइस हामी चाहिँ यहाँ सेकुवा खाना आएको छौँ गाइस आयो म चाहिँ यहाँ गाडी हिँड्ने बेलामा पनि उयो लिन आएको हजुर यो खाजा बोकेर हिँडेको म चाहिँ बाई गाडी जाने बेलामा भए पनि यो के अरे जरा र पिँडालु कि के हो यो पकाउँदै हुन्छ नि त अनि खाकि अघि गाडी जाने भनेर मलाई बोलाएको थियो नखाइकन कुदेको थिएँ अनि गाडी एकछिन टाइम लाग्ने भयो र अनि लिन आएको थिएँ अब गाडीमा खाँदै जान्छु
भेट्छ उता बाहिर जाँदाखेरि भेटिहाल्छ हिँडेपछि एउटा दुईटा मान्छे भेटिहाल्छ नि झ्यालमा छुवाउँछ यही लिन गएको म उसिनेको होइन इस्कुसको जरा इस्कुसको जरा हो खानुपर्ने चिजहरू हो नि आफ्नै घरमा त्यो सीमान्तहरूले इस्कुसको जरा अर्कै हो अहिले चाहिँ हामी यो फिक्कलमा छौँ कि मम्मी यहाँ त झन् लास्टै चिसो रहेछ हेर्नु त हुस्से छ हाम्रो गाडी चाहिँ यो है के कुन थियो बिर्सेँ मैले नै यही होला ढिलो भइसक्यो रात परि चिसो यस्तो साह्रो छ अब पुग्दा ओर्दा चाहिँ रात पर्छ होला मैले भिडियो अब यहाँबाट कन्टिन्यू चाहिँ गर्न सक्दिनँ अङ्कलहरू यहाँ खाजा खाँदै हुनुहुन्छ थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई बाई